चाहिँ मिडियामा सुनेर आउँछ उहाँ जस्तो चाहिँ मान्छे जन्मनु पर्छ यो पहाडको लागि चाहिँ यो विकट ठाउँको लागि चाहिँ सोच्नु भएको छ हजुरको आएको काम सफल होस् धन्यवाद धेरै धेरै धन्यवाद इन्जिनियर साहब जो सोच ल्याउनु तर हाम्रो एउटा त्यो माछो भन्छ यहाँ कुरालाई माछो भन्छ हामी यहाँ दलितहरू छौँ यो बस्तीमा यो दलित बस्तीमा हामीलाई रोडको खाँचो छ यो दलित बस्ती छ हाम्रो हेरिदिनु पर्यो सर बर्मदेव गाविस होइन यो यो होइन ब्यास गाउँपालिका हो यो हुती गाविस हो यो हुती हो यसमा यो दलित रोड छ सबै वार्डमा चाहिँ यो रोडले टच गरिएको छ जयपुर दलित रोड भन्दाखेरि हामी चाहिँ रोडको एकदम मार्का छ रोडमा हामीलाई यो भाडा धेरै दिनुपर्छ यहाँबाट लग्न हजुर हामी भेट्नलाई हो हजुरहरूलाई हजुरको चाहिँ सफल होस् यो नाला पानी काला पानीको चाहिँ यो बाउडर नै यही हो हजुर हामी एकदमै खुसी छौँ हरमर साम्पाङजीलाई चाहिँ उन्नति र प्रगति होस् पशुपतिनाथ फलाओस् धेरै धेरै धन्यवाद हजुर हामी चाहिँ उहाँको समर्थनमा छौँ हामीहरू यहाँ अब हामीले रोड छैन यहाँ रोडलाई टच गर्नुपर्छ यो त इन्डियाको नाका छ ठिक छ अब त पुल होला झोङ्ले पुल होला भनेर सुनेका छौँ त्यहाँ होला हामी दलित भन्दाखेरि हाम्रो चाहिँ त्यो केही पनि बनिएको छैन पुल बनिएको छैन पव बनिएको छैन यो भिडियो चाहिँ बनाइदिनु भएको छ हर्ब साम्पाङजी नेता हुनुहुन्छ हाम्रो चाहिँ पुलको समस्या छ यो ब्यास गाउँपालिकामा दलित टोलको यो हजुर धन्यवाद यो ठाउँ छ भने हामी पछाडि आउँछ तपाईँको नाम पनि भनिदिनुहोस् न लक्ष्मीराम टमाटा हो ब्यास गाउँपालिका वडा नम्बर 6 नेपाल राष्ट्रिय दलित कल्याणको म सदस्य पनि हो तपाईँको फोन नम्बर